निर्वाचनले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण। चुनावमा विकास खर्च रोकिँदा सरकारी खर्चमा प्रतिकूल असर पार्नेको जोखिम। आर्थिक वृद्धि दर पनि घट्ने अनुमान। गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद 20 दिन थप। बुटवल पोखरा सडक खण्ड सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट अनुदान लिने सरकारको निर्णय। र साताको अन्तिम कारोबार दिन शेयर बजार र कारोबार रकम दुवैमा वृद्धि। 4 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट। नमस्कार, कारोबार समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनले नेपाली अर्थतन्त्रमा छोटो अवधिको सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण छ। अर्थशास्त्री डाक्टर चन्द्रमणि अधिकारीका अनुसार सरकारी तथा उम्मेदवारहरूको कुल खर्च करिब 180 अर्ब पुग्न सक्छ, जसले बजारमा पैसा प्रवाह गरी अर्थतन्त्रलाई चलायमान बनाउँछ। तर चुनावी अनिश्चितताले पुँजीगत खर्च घटेको छ भने लगानीकर्ता पर्ख र हेर नीतिमा छन्। निर्वाचन पछिको सरकारको स्वरूपले दीर्घकालीन प्रभाव निर्धारण गर्ने अधिकारीको भनाइ छ। प्रस्तुत छ यसै सन्दर्भमा अर्थशास्त्री डाक्टर अधिकारीसँग गरिएको कुराकानीको छोटो अंश। सङ्घीय संसदमा निर्वाचन हुँदा प्रत्यक्षतर्फको उम्मेदवारले घटीमा 2 करोड बढीमा 10 करोडसम्म खर्च गरेका आँकडाहरू आएका छन्। त्यो हिसाबले हेरियो भने 6-7 करोड त खर्च हुने भयो। त्यो हिसाबले हेर्दाखेरि 1.5 खर्ब जति टोटलमा चाहिँ नि 150 अर्ब जति चाहिँ यो अर्थतन्त्रभित्र प्रवेश हुन्छ। अब त्यो पैसा कहाँबाट आउँछ भन्दा दुईटा, एउटा त ब्याङ्कहरूमा भएकै पैसा निक्लेर आउँछ, अर्को चाहिँ के हुन्छ भन्दा ब्याङ्कभन्दा बाहिरकोबाट पनि आउन सक्छ, विदेशबाट नै आउन सक्छ। त्यो सबै पैसा चाहिँ आउन सक्छ। अब यसले चाहिँ दुईटा प्रभाव देखिन्छ। एउटा चाहिँ आन्तरिक हिसाबले थोरै चाहिँ नि तपाईँ कृषि क्षेत्रमा के उत्पादन बढ्ला, मासुको प्रयोग आदिको प्रयोग बढी हुन्छ त्यो होला, अल्कोहलको प्रयोग बढी हुन्छ त्यहाँनेरि खर्च होला, त्यसमध्ये कोही आन्तरिक उत्पादनको होला। तर मूल कुरा चाहिँ के हुन्छ भन्दा त्यसले हाम्रो सवारी साधनका कुराहरू हैन, सवारी साधन चलाउँदाखेरि चाहिँ कुराहरू कतिपय तराईमा त सवारी साधन नै भारतबाट झिकाएर चलाइराखेका हुन्छ। त्यसले गर्दा आयात पनि बढ्छ र पैसा चाहिँ अनौपचारिक हिसाबले पनि त्यहाँ बाहिर चाहिँ जान्छ। त्यो भारतबाट ल्याएको चलाएकोहरूलाई त्यो फर्मल च्यानलबाट त पैसा त जाँदैन, इन्फर्मलबाट जान्छ। अब यसले गर्दा थोरै केही मात्रामा चाहिँ उत्पादनमा योगदान गर्छ, तर मूलतः आयातलाई यसले र उपभोगलाई बढाइदिन्छ। तर जे होस् पैसा काहीँ न काहीँ जान्छ र केही न केही डिस्ट्रिब्युसन चाहिँ हुन्छ। सामाजिक न्यायको दृष्टिकोणले पनि काहीँ जमेको पैसा चाहिँ फेरि विभिन्न हातमा जान्छ। त्यो राम्रै हो, किन भोटर्सको हातमा जाला, त्यो कार्यकर्ताको हातमा जाला, अथवा चाहिँ नि काम गर्ने व्यक्तिको हातमा जाला, तपाईँलाई चाहिँ प्रविधि चलाउनेको हातमा जाला, ज्यालाको हातमा जाला है भन्छ। त्यसले गर्दा अर्थतन्त्रलाई एकचोटि चाहिँ चलायमान बनाउँछ, तर त्यसले चाहिँ आयात बढाउँछ, मूलतः आयात बढाउँछ, उपभोग बढाउँछ र आयात र उपभोगबाट बढ्ने राजस्व बढ्छ। तर अर्को पक्ष अब के छ भन्दा निर्वाचन आउने भइसकेपछि के हुन्छ भन्दा पैसा जाने कुरा मात्रै होइन, सरकारको पुँजीगत खर्च कम हुन्छ। त्यसले विकासलाई प्रतिकूल प्रभाव पर्छ। अब तपाईँलाई 1 महिना अगाडिदेखि नै पुँजीगत खर्च अहिले के भयो, पुससम्ममा 17% हिजो अघिल्लो सालसम्म 16देखि 17% हुन्थ्यो, यसपालि 11-12% मात्रै भयो। त्यो त्यहीँनेरि परिसक्यो नि त पुँजीगत खर्चमा प्रभाव होइन। अब ब्याङ्कहरूको लोन जाने कुरामा पनि अब निर्वाचन हुने वेट एन्ड सी गरेका छ मान्छेले, कर्जा लिएर छैन, उद्योगहरू राम्ररी चलेका छैनन्। त्यसले पनि निर्वाचन उसमा प्रभाव पारिराखेका छ, जसको कारणले गर्दा आर्थिक वृद्धि दर न्यून हुने भनेर अनुमान भइसकेको अवस्था छ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने भएको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले उक्त आयोगको म्याद 20 दिन थप गर्ने निर्णय भएको हो। आयोग गठन गर्दा सुरुमा 3 महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो। तर उक्त समयमा आयोगले काम नसकेपछि 1 महिना म्याद थप गरिएको थियो। थपिएको म्याद पनि आज सकिएको छ। आयोगले भदौ 23 र 24 गतेको घटनासँग सम्बन्धितहरूको बयान सकेर
प्रतिवेदन लेखनको काम 80% जति सकेको जनाएको छ। गत असोज 8 गतेदेखि काम थालेको आयोगले तोकिएको 3 महिना सकिएपछि पुसमा 1 महिना थपिएको थियो। बढाइएको अवधिमा पनि काम नसकेको भन्दै आयोगले अरू 15-20 दिन म्याद बढाउन आग्रह गरेको थियो। मन्त्री परिषदको बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री ओम प्रकाश अर्याललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। 2082 भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने। तेस्रोमा माननीय गृह मन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने। यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिए आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो। खरेलले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे ललितपुर 2बाट चुनावी मैदानमा होमिनु भएको छ। मन्त्री परिषदको बैठकले सिद्धार्थ राजमार्ग बुटोल पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैङ्कबाट उपलब्ध हुने 2 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक सेवा प्रदायक छनौट प्रक्रियामा नेपाली कम्पनीको सहकार्यमा 10 वटा अन्तर्राष्ट्रिय कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। ग्लोबल टेन्डर मार्फत गरिएको प्रतिस्पर्धामा चिनिया, भारतीय र टर्कीका कम्पनीहरूले नेपाली निर्माण तथा सेवा कम्पनीसँग जोइन्ट भेन्चर जेबी बनाएर आवेदन दिएका हुन्। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार बोलपत्र बुझाउने अन्तिम पटक उपलब्ध गराइएको अवधिमा 6 वटा चिनिया, 3 वटा भारतीय र एउटा टर्की कम्पनी प्रतिस्पर्धामा सहभागी भएका छन्। जापानको तर्फबाट भने कुनै पनि कम्पनी टेन्डर प्रक्रियामा सहभागी नभएको आयोजनाले जनाएको छ। आयोजनाले सेवा प्रदायक छनौटका लागि गत कार्तिक 16 गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। सुरुमा पुस 2 गते टेन्डर खोल्ने कार्यतालिका तय गरिएको भए पनि प्रतिस्पर्धी कम्पनीको सङ्ख्या कम देखिएपछि इच्छुक कम्पनीहरूको आग्रहमा बोलपत्र बुझाउने अवधि थप गरिएको थियो। अन्तिम पटक 14 दिनको म्याद थप गरे पुस 30 गते टेन्डर खोलिएको आयोजनाले जनाएको छ। आयोजनाले अबको करिब 22 दिनभित्र सहभागी सबै 10 वटै कम्पनीका आशय पत्रको टेक्निकल एनालाइसिस गरिने जनाएको छ। सबै प्रक्रिया पुरा हुन कम्तीमा 60 दिन लाग्ने अनुमान गरिएको छ। 22 अर्ब रुपियाँ लागतमा निर्माण भइरहेको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केही संरचनात्मक काम, पहिरो नियन्त्रण र टोल गेट निर्माण बाँकी रहेकाले आयोजनाको म्याद 2026 अप्रिलसम्म थप गरिएको छ। सबै प्रक्रिया समयमै सम्पन्न भए आगामी अप्रिल महिनादेखि सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। छनौट हुने सेवा प्रदायक कम्पनीले 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी लिनेछ। छिमेकी मुलुक भारतमा निपा भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि सङ्क्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बङ्गालमा केही साता अघि निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुहरूको निगरानी सुरु गरिएको हो। प्रस्तुत छ निपाह भाइरस अहिलेको अवस्था र सतर्कता, निपाह भाइरसका लक्षण र रोकथाम लगायतका विषयमा मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश पुडाथोकीसँग गरिएको कुराकानीको छोटो अंश। भारतको पश्चिम बङ्गालमा देखिसकेपछि हामीले हाम्रा आम नागरिकलाई पनि र हाम्रा चाहिँ जुन नाकाहरू छन्, नाकाहरू चाहे त्यो हवाई नाका भनौँ चाहे थल नाका, तीहरू मार्फत चाहिँ नेपालभित्र नै व्यक्तिहरूलाई पनि निगरानी गर्न सुरु गरेका छौँ। त्यसै क्रममा हामी कहाँ रहेका हेल्थ डेस्कहरू जुन चाहिँ हवाई नाकामा र थल नाकामा छन्, उहाँहरूले चाहिँ त्यस्तो शङ्कास्पद लक्षण भएका बिरामीहरूलाई चाहिँ निगरानीमा राख्नु भएको छ र त्यही अनुसार चाहिँ त्यस्ता व्यक्तिहरू नेपालभित्र चाहिँ आए भने उनीहरूलाई ट्रिटमेन्ट गर्नलाई पनि हामीले चाहिँ अस्पतालहरू तोकेका छौँ। उनीहरूको परीक्षण गर्नलाई पनि हाम्रा चाहिँ प्रयोगशालाहरूलाई चाहिँ तयारी अवस्थामा राखेका छौँ र आम नेपाली नागरिकलाई पनि निपा भाइरस एउटा भाइरसबाट सर्ने चाहिँ रोग हो, तर यसको सार्ने माध्यम भनेको चमेरो र सुँगुर हो कि चाहिँ सङ्क्रमित व्यक्ति हो। त्यसकारणले गर्दा यी 3 चिजलाई मध्यनजर गरेर आम नेपाली नागरिकलाई पनि
भरसक कुनै मानिस जहाँ चाहिँ निफा भाइरसको अहिले सङ्क्रमण फैलिरहेको छ ती ठाउँबाट आउने मानिसहरूलाई कम्तीमा पनि केही समय क्वारेन्टाइनमा रहने र उहाँसँग नजिक सम्पर्कमा नजाने र साथसाथै चमेरा वा चाहिँ भन्नाले सुँगुरहरूसँग पनि नजिक सम्पर्कमा नजाने र उनीहरूसँग सम्पर्कमा नरहने भन्ने किसिमले चाहिँ सचेतना बाँडेका छौँ। माघ 9 गते शुक्रबारदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान शाखाले शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो। शाखाका वरिष्ठ मौसमविद वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हिमपात हुने सम्भावना रहेको समेत बताउनुभयो। पर्सि शुक्रबार बेलुका रातिदेखि शनिबार बिहानसम्म चाहिँ विशेष गरी पश्चिमतिरबाट चाहिँ एउटा प्रणालीहरू भित्रिँदै छ, पानी पर्ने प्रणाली, हिमपात गराउने वर्षा। तर त्यस्तो ठुलो झरी खालको चाहिँ यो होइन, तर पहिलो हिउँदे वर्षाको रूपमा चाहिँ शुक्रबार रातिदेखि बिहानसम्ममा चाहिँ विशेष गरी सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ। उच्च हिमाली भूभागहरूमा चाहिँ मध्यम हिमपातको पनि सम्भावना रहेको देखिन्छ। महाशाखाका अनुसार माघ 13 गते मङ्गलबार रातिदेखि फेरि हल्का वर्षाको सम्भावना रहेको छ। मङ्गलबार रातिदेखि बुधबारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यम खालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले जानकारी गराउनुभयो। हाल देशभर मौसम मुख्यतः सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिन सक्ने विज्ञहरूको भनाइ छ। यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साताको अन्तिम कारोबार दिन शेयर बजारमा सुधार आएको छ। अघिल्लो दिन 9.43 अङ्कले घटेको शेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहिबार 9.23 अङ्कले बढेको हो। आजको वृद्धिसँगै नेप्से परिसूचक 2714.61 अङ्कमा उक्लिएको छ। यस दिन वाणिज्य बैङ्क, म्युचुअल फन्ड र व्यापार बाहेकका समूहले समग्र परिसूचकमा वृद्धि आएको हो। व्यापार समूहको परिसूचक 1% भन्दा धेरैले घट्दा वित्त समूहको परिसूचक सबैभन्दा धेरै 2.38% ले बढेको छ। यस्तै विकास बैङ्क, होटल र पर्यटन, म्युचुअल फन्ड समूहको परिसूचक 1% भन्दा कमले बढ्दा बाँकी बढेका समूहको परिसूचक 1% भन्दा कमले बढेका छन्। आज बढेको बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। दिनभर कुल 332 कम्पनीको 1,90,75,000 किता सेयर 9,07,39,00,000 रुपियाँ बराबरमा किनबेच भएको हो। अघिल्लो कारोबार दिन 8,92 करोड रुपियाँ बराबरको शेयर किनबेच भएको थियो। कारोबार रकमको आधारमा आज पनि आँखुखोला जलविद्युत कम्पनी नै अग्रस्थानमा छ। कम्पनीको 40,82,00,000 रुपियाँ बराबरको शेयर किनबेच भएको छ। आज बढेको बजारमा 4 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, त्रिशुली जलविद्युत कम्पनी र कर्पोरेट विकास बैङ्क छन्। यस्तै एक्सेल विकास बैङ्कको शेयर मूल्य सर्किट लेभलमा बढ्दा रावा ऊर्जा विकास कम्पनीको शेयर मूल्य पनि 9% ले बढेको छ। स्थानीय बजारमा सुन चाँदीको मूल्यमा केही कमी आएको छ। बुधबार एकै दिन तोलाको 10,400 रुपियाँ बढेर प्रति तोला 2,95,200 रुपियाँ कायम भए अधिकतम रेकर्ड बनाएकोमा आज बिहिबार भने तोलाको 2,900 रुपियाँले घटेको हो। आजको गिरावटसँगै सुनको मूल्य प्रति तोला 2,92,200 रुपियाँ कायम भएको छ। आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रति तोला 50 रुपियाँले घटेर प्रति तोला 5,920 रुपियाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रति तोला 5,920 रुपियाँ पुगेको थियो। यसअघि चाँदीको भाउ गत बुधबार 6,655 रुपियाँको अधिकतम रेकर्ड बनाएको थियो। कारोबार समाचारमा अब सुन चाँदी र विदेशी विनिमय दर सम्बन्धी जानकारी।
बिदा हुनुअघि अहिलेसम्मका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण। चुनावमा विकास खर्च रोकिँदा सरकारी खर्चमा प्रतिकूल असर पार्नेको जोखिम। आर्थिक वृद्धि दर पनि घट्ने अनुमान। गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद 20 दिन थप। बुटवल पोखरा सडक खण्ड सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट अनुदान लिने सरकारको निर्णय। र साताको अन्तिम कारोबार दिन शेयर बजार र कारोबार रकम दुवैमा वृद्धि। 4 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट। कारोबार समाचार सकियो। हामीलाई बिदा दिनुहोस्। नमस्कार।